मुख्य विषयवस्तु चाहिँ के छ भन्दाखेरि होइन तपाईँहरूलाई थाहा नै होला 23 तारिक भोट छ। थाहा छ तपाईँहरूलाई 23 तारिक भोट छ होइन र भोट छ र जग्गा जग्गा मिटिङ भइरहेको छ र मैले चाहिँ आफ्नै बुथमा पनि मिटिङ गर्नु पाएको छुइनँ। किन भन्दाखेरि मलाई पनि त्यो बाहिरको जिम्मेवारी दिएकोले गर्दाखेरि बाहिर नै कुदाकुद भएकोले गर्दाखेरि आफ्नो पाठमै मैले एउटा समय दिनु सकेको छुइनँ र भोलिको दिन तपाईँहरू अन्डोलमा होला कहाँ दिनुपर्ने, कसलाई दिनुपर्ने, किन दिनुपर्ने भन्ने यस्तो क्वेसनहरू आउँछ। बगानमा जाँदाखेरि अब विभिन्न मान्छेहरूले होइन उल्टा सुल्टा तपाईँहरूलाई बुझाउँछ। त्यसको लागि चाहिँ आज हामीले बोलाएको र हाम्रो जुन चाहिँ यो पाठ छ 154 पाठ, यहाँको पाठको चाहिँ हाम्रो 3टा ब्लक छ, 3टा टुक्रा छ। एउटा बासा लाइन, एउटा न्यू लाइन, एउटा हाम्रो यो ट्याङ्की लाइन। र बासा लाइनमा अस्ति भर्खरै मैले 6 बजी त्यहाँ मिटिङ गरेँ किन बासा लाइनको मानिसहरूलाई यहाँ यति टाढो आउनु असुविधा पर्छ, सबै आउनु पनि पाउँदैन भनेर म खुदै गएर नै त्यहाँ मिटिङ गरेँ। र आज चाहिँ यो हाम्रो ट्याङ्की लाइनको र भोलि म न्यू लाइनमा पनि बस्छु। र आजको मुख्य विषयवस्तु चाहिँ के हो भन्दाखेरि योपालि तपाईँहरू सबैलाई थाहा छ योपालिको भोट चाहिँ एमएलए भोट हो। र एमएलए भोट चाहिँ के हो भन्दाखेरि राज्यमा मुख्यमन्त्री चुन्छ र हाम्रो मुख्यमन्त्री चाहिँ को हो भन्दाखेरि ममता ब्यानर्जी, जसले चाहिँ तपाईँहरूलाई लक्ष्मी भण्डारदेखि लिएर युवा साथीदेखि लिएर रूपाश्री, कन्याश्री विभिन्न स्किमहरू दिइरहेछ। यसको अगाडि 2024मा पनि एउटा इलेक्सन भएको थियो, त्यो चाहिँ के थियो भन्दाखेरि मोदीको भोट भन्थ्यो, त्यो चाहिँ प्रधानमन्त्री बनाउने भोट थियो। र त्यो भोटमा पनि होइन कतिवटा यो गरे, तर यो भोट चाहिँ दिदीको भोट हो। यो भोटमा चाहिँ हामीले मिस्टेक गर्नु हुँदैन। अहिले हामी जति पनि बङ्गालमा बस्ने, हामी यो एरियामा बस्ने दिदीले जुन चाहिँ सुख सुविधा दिएको छ त्यो चिजलाई चाहिँ हामीले बुझेको हुनुपर्छ। आज जुन प्रकारले बिजेपीले एसआर लगाएर कसलाई यो हेरेजमेन्ट दियो भनेर हाम्रै गाउँको मानिसहरूलाई थुप्रोको भोटमा नाम काटियो, थुप्रो अहिले पनि अन्डर यो जुडिकेसनमा छ। बिचराहरूले योपालि भोट लगाउनु पाउँछ पाउँदैन ग्यारेन्टी छैन। र अर्को कुरो के छ भन्दाखेरि योपालिको भोट चाहिँ किन यहाँनिर हाम्रो चाहिँ हेर्नुहोस् है, यहाँनिर चाहिँ हाम्रो क्यान्डिडेट र हाम्रो चिन्ह योपालिको र अहिले एमएलए को छ भन्नुहोस् त, विशाल लामा छ होइन, विशाल लामा, जसलाई चाहिँ हामी यसरी नै बसेर अहिलेको 5 साल अगाडि 2021मा चाहिँ ट्याङ्की लाइनको प्राङ्गणमा ठिकै त आउनु त ट्याङ्की लाइनको प्राङ्गणमा मेरै यसमा त्यहाँदेखि योपालिको भोट चाहिँ हामी विशाल लामालाई दिउँ भन्ने हामीले सकाएको हो कि होइन भन्नुहोस् है, सबै मिलेर सकाएको हो नि त। किन भन्दाखेरि गाउँको दाजु, गाउँको भाइ, गाउँको साथी एकपल्ट उसलाई पनि मौका दिउँ काम गर्छ भनेर। तर आजको डेटमा त्यो 5 साल पुरा भयो, तर खोइ काम के भयो, आज ऊ काम गर्नुमा असमर्थ भयो। र त्यही लागि योपालि चाहिँ हामी त्यस प्रकारको भुल नगरौँ। किन भन्दाखेरि योपालि चाहिँ हाम्रो टिएमसीको क्यान्डिडेट छ वीरेन्द्र बारा, उसलाई जिताउनुपर्छ। 5 साल ऊ थियो, 5 सालमा केही कामै गरेन, खालि हिन्दू मुस्लिम बङ्गलादेशी रोहिङ्ग्या यो धर्मकै मात्रै राजनीति गरे। र हामीलाई त डेभलप चाहिएको नि त, हामीलाई त बाटो चाहिएको, हामीलाई नाला चाहिएको, सोलर लाइट चाहिएको। आज उसलाई जिताएर पठाए उल्टो के भयो भन्दाखेरि हाम्रो जुन चाहिँ 100 दिनको काम आज 3देखि 4 साल भयो बन्द भएको छ। तपाईँलाई थाहा होला नि, कलकत्तामा गएर आन्दोलन गरेर उहाँले त्यो के अरे शुभेन्दु अधिकारी, राजु विष्टसँग मिलेर उहाँ हाम्रो 100 दिनको काम बन्द गरिदिइरहेछ। आज त्यो 100 दिन काम भएको भए यो समयमा कमसेकम 3000 4000 ढुक्दा ठुलो एउटा यो हुन्थ्यो, तर त्यो काम पनि बन्द गरिदिइरहेछ। एसआरमा हेरेजमेन्ट दिइरहेछ। त्यही लागि योपालि चाहिँ हामी एकदम मिस्टेक नगर्ने, यही जग्गामा हो हामीले होइन, सुख दुःख हामी सबै नै गरेको। आज 5 साल हुँदाखेरि आज 5 साल तपाईँहरूलाई खोज्नु आउँदैछ हेर्नुहोस् है, 5 सालमा एक दिन पनि आएन नि, तर आज नदेखेको चेहराहरू पनि आउँदैछ योपालि भोट बिजेपीलाई दिनु भनेर। त्यो चेहरा यदि 5 साल तपाईँहरूको हरेक दुःखमा उभिएको, हरेक सुखमा उभिएको भए आज उसले भोट माग्नु पर्थेन। आज यो जुन चाहिँ जमघट छ, कहीँ न कहीँ हाम्रो यहाँ बुथ प्रेसिडेन्ट विशाल गुरुङ छ, हाम्रो बुथ सेक्रेटरी अञ्जय नेवार छ, हाम्रो अञ्चलको यहाँ रवित मङ्गर छ, तपाईँहरूको यहाँ प्रधान ज्योति गुरुङ छ, हाम्रो जति पनि टिम छ यहाँनिर हमेसा चाहे त्यो